हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार, सेवा। वेलकम टु अनु चाम्लिङ अफिसियल युट्युब च्यानलमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। म तपाईँहरूकै अनु चाम्लिङ। अनि आज चाहिँ मैले बिहानै 5:30मा भिडियो स्टार्ट गर्दैछु। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर सबैले साथ दिनु होला। धेरै छ हौ, यो उज्यालै भएको छैन, यो बत्तीको उज्यालो हो, नत्र भएदेखि पुरै अँध्यारो पो छ त। लु म चाहिँ गएँ है त मेरो आफ्नो गन्तव्यतिर। सायद कोटिका रेडी हुन्छ मम्मीले। हाम्रो राईहरूको दिन यो चाहिँ बेहुलाको साथी है, लुकन्दे हिरो होइन अर्को दादा त मागै गर्नु हुँदैछ दाजुले नछुङले। जन्ती जानु लाग्नु भएको। ko chatamam yayamam da ko nam da ko asakramam marithamam da ko nam da boa kim da so ko lam da ko nam da boa seimam boa selang nam boa seimam boa ko nam da wa chapam ko mangai da simam seimam da ya da kamam da ko seimam boa selang nam ko nam da seimam boa ko sarima kurimam da ko nam da boa sapamung tewa ko nam dam lo simam selang dam ko matama kirimam ko nam da boa bai ben kiasa selam dam lam da simam rami pamam da kim da lam da kasa lam khata sa ko nam simam matama kirimam da bai ben sapamung tewa sapamung tewa simam da abdullah जन्ती जानुको लागि चाहिँ साइड गर्दै हुन्छ काका र काकीले। बाँधेर पो टिका लगाइदिनु पर्छ त। हाम्रो चलन हाम्रो संस्कार छोड्नु हुँदैन। उ आइसक्नु भयो। बाँधिहालौँ ल। अनि बेउ ठेटा बेगर पो लगाइहाल्छ नि। पहिले चाहिँ नलाउनु बट्टैले जाउँ है बुहारी यो धेरै त्यही त मकै लगाएको साथी खोइ भन्दैछु। राम्रो खोला नालामा राम्रो प्रकार गर्दै जानु। म त यतिखेर त भोजपुर पुग्न आँटिसक्यो नआएको हेरेको। ठुलो सासूले सम्झ ठुलो भाकल नगरे पनि कुखुरा सेवा गर्छु भनेर सुनपङ्खीले सेवा गर्छु भनेर जानु। हाम्रो ठाउँको ठुलो हाम्रो छोराको अब देवी देउरा लुटा कहाँ पर्छ भेटीपातीहरू चलाउँदै जानु कसलाई थाहा होला नि। अनि आउँदाखेरि उताबाट आउँदाखेरि कपडाहरू साफसुमा सानो चढाएको चढाएर आउने कहीँ सानो धागो कति त झोला त निकै गतिलो बोकै बाहिरको त जानुको लागि बेहुली जानुको लागि यसले होइन यसरी छर्किनु पर्छ पम्फाकामा तर सक्यो अब चाहिँ यहाँनिर छोरी चेलीले साइड गर्दै हुनुहुन्छ दिदीले। माला लाउनु पर्यो। बाबु अनि
यहाँ पहिले मामाहरूलाई पुऱ्याउँदा उता पुग्छ त अनि काइला काकालाई छोरी चेलीले सिरु बाउँदै हुनुहुन्छ सिरु बाएर चाहिँ नमस्कार भन न को लागि रेडी भइसक्नु भएको छ यो यहाँनिर हुनुभएको माला लाउनु हुने जति चाहिँ सबैजना जन्ती जाने टोली हो नलाउनु हुने चाहिँ यताको घरवालाहरू हो रात परिसक्यो ए भिडियो खान खानुहोस् दाजु अब धेरै हुन्छ मलाई भयो यसलाई दुईटालाई दुईटा रोटी खाँदैछु है म बिहान बिहानै अब यत्तिको उज्यालो भयो है बल्ल 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 जन्ती जाने टोलीहरू माला लाउनु भएको नलाउनु भएको चाहिँ हामी यता घर गाउँलेहरू हो हुनुहुन्छ जन्ती जानको लागि काकीले भयो अब जन्ती जानुको लागि जन्तीलाई है हजुर ल जन्ती जानेले त बडा पर गाडीसम्म फेरि गाडी चाहिँ नगएदेखि उहाँको बेहुली घरसम्म त्यस्तै पर कतिजना हुन्छ भन जन्ती जानलाई सुरु भयो रेडी भयो उहाँहरू जाँदै हुनुहुन्छ बेहुला दाजु भाउजू लिएर आउनु होला सोल्टिन लिएर आउनु होला सबैजना राम्ररी जानु होला हस् जन्तीहरू सबैजना जाँदै हुनुहुन्छ हस् कल्या दाजु ले मजा लिएर आउनुहोस् भाउजू लिएर आउनुहोस् है ल राम्ररी मामाहरू राम्ररी जानुहोस् शुभयात्रा दाजु सेवा दाजु लो बुहारी लिएर आउनुहोस् है भाउजू लिएर हस् बाबै बुहारी लिएर आउनुहोस् है ल हामी चाहिँ यताको घर गाउँले बाँकी रहेको घर गाउँले भात पकाउनु पर्ने हो बेहुलीहरू जानु जन्ती जानुको लागि चाहिँ रेडी भइसक्नु भयो है हाम्रो दाजुहरू जन्ती जानलाई सुरु भयो रेडी भयो उहाँहरू जाँदै हुनुहुन्छ बेहुला दाजु भाउजू लिएर आउनु होला सोल्टिन लिएर आउनु होला सबैजना राम्ररी जानु होला हस् जन्तीहरू सबैजना जाँदै हुनुहुन्छ हस् कल्या दाजु ले मजा लिएर आउनुहोस् भाउजू लिएर आउनुहोस् है ल राम्ररी मामाहरू राम्ररी जानुहोस् शुभयात्रा दाजु सेवा दाजु लो बुहारी लिएर आउनुहोस् है भाउजू लिएर हस् बाबै बुहारी लिएर आउनुहोस् है ल हामी चाहिँ यताको घर गाउँले बाँकी रहेको घर गाउँले भात पकाउनु पर्ने हो जन्ती टोली चाहिँ अगाडि बढिसक्नु भएको छ हाम्रो जन्तीको गाडी चाहिँ यहीँनिर छ हामी पुर्याउनु जाँदैछौँ गाडीसम्म हिँड्नु पनि गाह्रो छ त सास फुलिएर
होला सुनुपर्दाले पुर्याउनु होला ल्याउँछौँ नाना अब जुवारी गएर जितेर भए पनि ल्याउनु होला जन्ती टोलीहरू चाहिँ यहाँ गाडी रेडी भइसकेको छ उहाँहरू जानुको लागि चाहिँ एकदम रेडी भइसक्नु भएको छ है गाडीमा बस्नु मात्रै बाँकी छ है बस्दै हुनुहुन्छ है लो जन्तीहरू सबैजना जन्तीको गाडी चाहिँ जानु लाग्यो है हाम्रो जन्तीको गाडी अब जानु लागिसक्यो लगभग सबैजना गाडीमा जानुहुने चाहिँ बसिसक्नुभयो अरू बाइकमा जानुहुने चाहिँ यहाँ बाँकी हुने चाहिँ बाइकमा जाँदै हुनुहुन्छ हाम्रो जन्तीको गाडी चाहिँ गइसकेको छ बस चाहिँ गयो बाँकी यहाँनिर अब जानुहुन्छ पनि जानुभयो लु जानुहोस् बेहुला दाजु अब बाँकी भएको जानुहुन्छ कलिया दाजुहरू अरू जन्तीहरू लगभग 1 घन्टा आदिपछि चाहिँ हाम्रो दाजुहरू जन्ती गइसक्नु भयो है अहिले चाहिँ मजाले उज्यालो भइसक्यो अघि चाहिँ अँध्यारो नै थियो अहिले चाहिँ पुरै उज्यालो भएर पनि जन्ती गाडी गइसक्यो बाँकी बाइकमा जानेहरू बाँकी हुनुहुन्छ फाइनली सबैजना जन्तीहरू गइसक्नुभयो हामी चाहिँ बिदाई गरेर अब चाहिँ हामी घरतिर लाग्यौँ सायद सुरु भयो हाम्रो भान्साको कता छ मलाई चाहिँ थाहा छैन फेरि एकछिन यहाँ सबैजना जानुहुन्छ यहाँनिर सुरु भइसक्यो हाम्रो साइक यसरी सुरु हुँदैछ सबैजनाले आफ्नो आफ्नो बत्ती पानी कलशहरू बोकेर जाँदै हुनुहुन्छ हामीलाई भान्सामा जति पनि चाहिने सामानहरू हुन्छ अहिले चाहिँ साइडमा यसरी लाने गरिन्छ पापाले भाडा बोक्नु सानो हेर 20 रुपियाँ पाउनु भएछ आमाले पनि 20 पापा र आमाको हामी पनि आउँछौँ अब हामी आउँछौँ देख्यौ तिप्पाले यस्तो पो हुन्छ त यहाँ त भान्साको लागि घुम्दै हुनुहुन्छ है यहाँनिर साइड गर्नुलाई गाडी बोक छोरी तपाईँहरू पनि घुम्नुहोस् न बजाउँदै अगाडि अगाडि भएपछि तपाईँहरूको बिसाउनु उहाँहरूको एक मात्रै हुँदैछ तपाईँ पैसा कसको दाजु र भाउजूको बिहामा हामी आइसक्यौँ है बिहेको लागि बिहेमा आइसक्यौँ हिजो जन्ती जानुभयो आज आउँदै हुनुहुन्छ नाना भेना हामी चाहिँ बिहेको निम्तो खानु गयौँ बिहे घरमा आयो अरे खाजा खाँदैछौँ मैले खाजा काकी भाउजूहरूले दिनुभएर खाँदैछौँ है खाजा खाने समय हाम्रो बिहे घरमा आएर हामी चाहिँ अहिले लु फोटो खिच्न आएको छौँ है यसो मेमोरीको लागि फुर्सदको सदुपयोग गर्दैछौँ यहाँनिर हाम्रो फोटो खिच्ने टोली आउँदै हुन्छ है यो चाहिँ हाम्रो टोली यो मेरो टोली फोटो खिच्न हामी आयौँ है यहाँ सास छुलिएर फुर्सदमा यसो खिच्नु पर्यो नि त मेमोरीको लागि ल फोटो खिचिदिन्छौँ हामी चाहिँ यो भिडियो नै हो तर अब हामी फोटो खिच्न आएको छौँ मैले चाहिँ सुरु भयो यसो रमाइलो पनि गर्नु पर्यो नि त हौ बिहा हुनको ल माइत गाउँमा हाम्रो फोटो खिच्ने क्रम चाहिँ अझै जारी छ हाम्रो फोटो खिच्ने टोली चाहिँ यति छ है फोटो खिच्न अझै बाँकी छ लो बसौँ ल लाइन अनि म पनि आउँछु नाना हो है
बुहारी पार्टी एकपट्टि छोरी पार्टी एकपट्टि हो ए बुहारी पार्टी एकपट्टि यता हुनुहुन्छ यता हामी छोरी पार्टी लु 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 दाहिने घुम्नु पर्यो दाहिने दाहिने भाउजू भित्र मक्खै परेर मैले त फालिदिएँ सानो बहिनीमा जन्ती सताइसक्नुभयो किन यस्तो बिछोड भएछ ए हजुर गाडीमा चढेर पनि हो जन्तीहरू छिटो आउनुहोस् है सातो जाला है भित्राउनुको लागि चाहिँ किरात राई चाम्लिङ संस्कृतिमा चाहिँ यही चिजहरू चाहिँ रेडी गरेर तयार गरिन्छ एकदम तम्त्यार हुन्छ बुहारी भित्राउनुलाई हजुर एकदम खुसी जो चाहिँ ल्याइसक्नु भएको छ र काकी चाहिँ यहाँ तम्त्यार हुनुहुन्छ भित्राउनुलाई तान्नुलाई घरभित्रमा छैमा हो मारिछा ममता चारमा ममताको कनैदा रवि छैमा ममता सेलाम कोनमदा निचिमा कोनमदा यादाखा ममता कोन छैमा मात्रमा तिरा मुसिपा ममता छैमा बो सेलाम बाय विद्यासको छैमा बो सेलामङदा खै कसो हो रेडी गर्नको लागि यस्तो सामानहरू चाहिँ रेडी गरेको छ भाउजू चाहिँ भित्राउनुको लागि अब रेडी गरिँदैछ हेर्दा पनि हुन्छ बेहुला सानो भयो के लु अब चाहिँ फाइनली हाम्रो काकीले बुहारी तान्दै हुनुहुन्छ है काकीको जेठी बुहारी हाम्रो जेठी भाउजू दाहिने खुट्टा दाहिने लु भाउजूलाई चाहिँ हामीले भित्राएर राखिसक्यौँ यहाँनिर अब फेरि त्यसै गरी हाम्रो दाजुहरू पनि आउँदै हुनुहुन्छ हामीले जान्दादेखि चाहिँ यसै गर्छौँ माइत लिएर हिँड्न छोरीचेलीहरू भाइ दाजुको बिहामा नाना मिल्नु हेर हेर माइत लानलाई पैसा लानलाई यिनीहरू फुर्केर ठुम्सेमा बोक्दो रहेछन् ठुम्सेमा बोक्दो रहेछ है छत्तरेको यो चाहिँ माइत हो बिहे गरेर गइसकेको सम्पूर्ण छोरीचेलीले चाहिँ माइतीहरूको सिरु घाउनको लागि हामीले यसरी लिएर राख्नुपर्छ यसरी राखिन्छ चाहिँ हामी माइत राख्नुको लागि सबै छोरीचेलीहरू रेडी भएर आइसकेको छौँ सम्पूर्ण बिहे गरेको छोरीचेलीहरूले चाहिँ माइतीहरूको सिरु घाउनुको लागि यसरी माइतहरू राखेर माइतीको सिरु पर्वनको लागि हामी सबैजना उपस्थित भइसकेको छौँ यो सबै चाहिँ माइतीहरूको सिरु घाउनुको लागि हामी छोरीचेलीहरूले रेडी गरेर राखेका छौँ अब योभन्दा पछाडिकोहरू चाहिँ प्रोसेसहरू चाहिँ म देखाउँदै जानेछु है त म लगायत यहाँ सम्पूर्ण बुद्धेपाछा परिवारको विवाह गरेको छोरीचेली भान्जीहरूले चाहिँ यसरी सिरुपर गरेर राख्नुपर्छ
बुद्धेपाछा छोरीचेलीले भाइको दाजुको बिहेमा माइत राख्ने छोरीचेलीहरू 24 जना उहाँहरूले चाहिँ सिरुप ल्याउनु भएको छ भाइ बुहारीको दाजुभाइको नानीहरूले त्यसको दुईटा नानी लाउरेको बिहा लाउरे जस्तै भयो अहिले बेहुला बेहुली मात्रै बस्दा हुने आज त शुभ विवाहमा उपस्थित हुनुभएका निमन्त्रण स्वीकार उपस्थित हुनुभएका सम्पूर्ण नातागोताहरू इष्टमित्रहरू लगायत छोरीचेलीहरू हजुरहरूले सम्पूर्ण उपस्थितिलाई हाम्रो बुद्धेपाछा परिवारको तर्फबाट हार्दिक नमस्कार गर्दछु र अब यो कार्यक्रम हाम्रो हिजो हुनुपर्ने थियो हामीले उताबाट बेहुला हिजो गर्न सकेनौँ रै पनि छोरीचेलीहरूले यत्रो राति दुःख कष्ट देखेर तपाईँहरूले आफ्नो परिचय लिएर यो हाम्रो एउटा बुद्धेपाछा परिवारलाई यत्रो सम्मान सत्कार गर्नुभएको छ यसमा हाम्रो बुद्धेपाछाको तर्फबाट र गाजीको तर्फबाट मुरी धन्यवाद फेरि पठाउनु अब यो हाम्रो परम्परागत भएको कुरा हो यो कुरामा यो अझै योभन्दा बलियो के छ भने हाम्रो छैकुखुरमा छ छैकुखुर पछाडि गयो अहिले तपाईँहरूलाई त्यो छैकुखुरमा बोल्ने बेलामा बोलौँला आज यतातिर नै जाउँ अब हामी फेरि अब छैकुखुरमा फेरि भेट्छौँ हाम्रो घरको कामहरू जान्छ जसको नाम वाचन गर्छौँ त्यो अगाडि आइदिनु होला ल तीर्थ कुमारी राई केतलासगढी गाविस फेरि पहिले अहिले हाल धरान नानाको कुन मालाहरू त्यस्तो छैन हो ऊ त किन होइन त्यही हो तपाईँको बाजा कतिको बस्छ नाना हजुर आइदिनु होला बुढी मान्छे यता अम्बिका राई साकेला एक सेखुवा बेहुलाको बाउ कहाँ हुनुहुन्छ आउनुहोस् काकी पनि आउनु न यता कता जानुभयो बेहुलाको बाउ खोइ त मेरो भाइ हवा गर्ने नगरपालिका
सोलमा दुई आला त उता उताबाट केटी उल्टो आइस रोटी लिएर जाने न ज्वाइँहरू कता हिँड्ने ज्वाइँहरू कता हिँड्ने भनेर कता हिँडेछन् भनेको र त कहाँ हिँडेछन् भनेको नि त्यसै भन्यो नमस्कार चेलीको सिरु भाउने कार्यक्रम चाहिँ अझै जारी नै रहेको छ। यसरी हामीले चाहिँ क्रमबद्ध रूपमा सम्पूर्ण संस्कारहरू गरिँदै सम्पूर्ण प्रोसेसहरू म तपाईँहरूलाई देखाइरहेको छु। हाम्रो चाहिँ छोरी चेलीलाई सँगसँगै ज्वाइँ चेलाहरूलाई पनि सिरु भाउने स्वरूप संस्कारहरू गरिन्छ। अहिले चाहिँ ज्वाइँ चेलाहरूलाई सिरु भाउनु हाम्रो दाजु र भाउजूले बेहुला बेहुलीले गर्दै हुनुहुन्छ। पछाको छोरी चेलीहरूले चाहिँ यसरी रितहरू ल्याएर सिरु भाउने गर्नुपर्छ। यो चाहिँ हामीले छोरी चेलीहरूले सिरु भाउने गरेको चाहिँ अहिले माइती पक्षहरूले बाँड्दै हुनुहुन्छ। हामीले सिरु भाउने गरिसकेपछि चाहिँ उहाँहरूको सिरु भाउने पश्चात माइती टोलीहरूले चाहिँ सबैलाई यो रितहरू शब्दहरू सबैलाई बाँडेर खाने चलन छ। बाँकी नै रहेको छ। अहिले चाहिँ सिरु भाउने सिरु भाउने थियो त्यो सबै हामीले चाहिँ बाँडफाँड गरेर माइती पक्षहरूले चाहिँ उहाँहरू बाँडफाँड गर्दै हुनुहुन्छ। माउलीलाई चाहिँ यहाँनिर रित राख्नु भएको छ काकीहरूले। अहिले चाहिँ माउलीको रितको बेला भएको छ। अब हामीले पनि सिक्नुपर्छ होला संस्कारको मलाई पनि कता कता मन पो पऱ्यो र यसो हुँदा है माघहरू हजुरको शिर उपर होस्। अनि हामी भन्छु साडीमा कुरीमा नेपालीमा भन्दा एउटा बेथाहरू माउले मार्ने चाहिँ के गर्यो भने अनि तर धामी वाक्यबाट गर्नु
उहिले चाहिँ धामी बाटे मात्रै हुन्छ र त्यो बिमारीहरू आएको माउलीतिरको बुझाइदिनुहोस् भन्थ्यो अझै त डक्टरतिरको डक्टरले सकिँदैन हामी सक्दैन त गर्नु सक्नु हो कि होइन प्रश्न गर्नुपर्छ अब धामीबाट हुने माउलीहरूको अब एउटा दुःख बिमारहरू आएको पनि हजुरहरूले माउलीहरूले उहाँहरूको एउटा भान्जा चेलाको त्यसलाई दुःख नमानिकन हजुरले अन्साय पञ्चायत धामी झाँक्रीकरण गरिदिनुपर्छ प्रभु यति भन्दै म चाहिँ बिदा भयो हजुरहरूबाट भयो त माउलीलाई ताली प्रकार ताली प्रकार स्वागत गरिन्छ भने र अर्को थियो बुढो माउली पनि हामी बोलाएको थियौँ बुढो माउली भनेको त एउटाको बुढो माउली गाउँको माउली तर उहाँहरूको हिजोको उपस्थिति राम्रो थियो भेट भयो खोइ आज चाहिँ कहिले आउनुभयो भने उहाँहरूलाई पनि हामीले राखेको छौँ यहाँले किन ढिँगामा भन्काउनु भने उहाँहरूको पनि हामी साउरामा राम्रो राखेको छौँ तपाईँहरूलाई एकचोटि बिदाय गर्नुलाई मैले ठुलो आश थियो खोइ के अलिक दुःख बिमार के गर्नुभयो अलिक हामी ढिलो आउँछौँ होला भन्नुभएको छ यहाँ भएकोलाई चाहिँ हामीले काम गर्दै गर्नु भनेर हजुर त्यसो गरेको हजुर अनि यहाँ चाहिँ अब माओली चाहिँ भयो अब उहाँको नमस्कार है हजुर उहाँको चाहिँ नि यसो ठिक छ हजुर शिर उप राख्दै मैले अगाडि ठिक छ हजुर विशेष चाहिँ म अलिकति यहाँ धन्यवाद पनि देख्छु धन्यवाद चाहिँ म यसरी हाम्रो चाहिँ नि अशोक